च्यानल गृहिणी ब्लगमा हजुरलाई स्वागत छ। आज म अन्डीको भात बनाउँदैछु। कसरी बनाउँछु हेर्दै जानु होला। अन्डीको भात पकाउनको लागि पानी बोइल हुँदैछ। मोमोको भाँडामा पकाउने हो, बाफले पकाउने हो। यस्तो के गरी के ओली भनेर भन्नु होला। यो पानी निथार्नको लागि तलबाट कचौरा राखेर पानी निथार्दैछु। चामल अघि नै भिजाइसकेको थिएँ। यस्तो तरिकाले पकाउँछु म। यसरी पकाएपछि अन्डीको भात यताउता चप्किँदैन, बाफले मात्रै पाक्ने हो। यो आधा घण्टा भयो भिजाएको। अन्डीको भात चाम्रे खाजा जे भन्दा पनि हुन्छ यसलाई। पानी तातिसकेछ। पानीको बाफले पकाउने हो यो। मोमो पकाए जस्तै गरेर यो अब ढाक्दिने। पाक्छ यो। आधा घण्टा जति यसरी छोड्ने अनि हेर्ने कतिको पाकेछ भनेर। ल मेरो अन्डीको भात पाकिसक्यो। पाकिसक्यो जस्तो लाग्छ। हेरौँ कस्तो हो। ल हेर्नुहोस्, यस्तै पाकेछ। बाफले पाकेको हो यो। अब यसलाई पछि तेलमा भुटेर खान मन लागेछ भने तेलमा भुट्ने, घिउमा खान मन लागेछ भने घिउमा भुट्ने। जेमा भुट्दा पनि हुन्छ। गुलियो खानु छ भने चिनी हालेर खाँदा पनि हुन्छ, त्यस्तै खाँदा पनि हुन्छ। तेल राखिसके, तेल र घिउ मिसाएर राखेको छु। तातिसक्यो। अन्डीको भातलाई भुट्दैछु। यसरी बनाएर खानु होला, साह्रै मिठो हुन्छ। यो ल्यास हुँदैन। चिनी राख्दैछु, कतिको गुलियो खाने। नभुटेर त्यस्तै गरेर उछनेर खान पनि सकिन्छ। भुटेर खाना पनि आफूलाई जस्तै इच्छा लाग्छ त्यस्तै गरेर खाँदा हुन्छ। अब यो चाम्रे खाजा भयो, बाफमा पकाएको बिना पानीको। ल हेर्नुहोस्, मेरो चाम्रे खाजा तयार भयो। मेरो चाम्रे खाजा कस्तो भयो कमेन्ट बक्समा लेख्नु होला। ल हेर्नुहोस्, कतै लस कतै पनि छैन। बिना पानीमा पकाएको, बाफले मात्रै पाकेको हो यो। यसमा जे राख्दा पनि हुन्छ, नरिवलहरू, किसमिस। मैले चाहिँ सादा बनाएँ। यस्तो भएछ। तयार भयो मेरो चाम्रे खाजा। बन्द गरिदिन्छु र। मेरो चाम्रे खाजा सेट तयार भयो। यो चाम्रे खाजा, अन्डीको भात, आलु र मटरको सब्जी, तरकारी, पापड, अंडा, हाँसको अंडा,
प्लेट सानो भयो। हजुरलाई के कस्तो लाग्छ कमेन्ट बक्समा लेख्नु होला। यसरी बनाएर खाँदा साह्रै मिठो हुन्छ, ल्यास पनि हुँदैन। मेरो चाम्रे खाजा सेट तयार भयो। मेरो तरिकाले बनाएको हो यो।